नमस्ते। आज तपाईँहरूलाई म एउटा कथा सुनाउँछु। यो एउटा फोकटेल हो, दन्त्य कथा हो, जुन चाहिँ इथियोपियालाई ब्याकग्राउन्ड बनाएर लेखिएको छ। कथामा श्रीमान र श्रीमती, त्यो पनि सामाजिक विद्रोह गरेर भागी विवाह गरेर एउटा गाउँमा आएर बसेको हुन्छ। कथाको सेटिङ भनेको साउथ अफ्रिका हो। यहाँ कथामा पात्रको नाम दिएको छैन, त्यसले गर्दा मैले डिस्प्ले गरिनँ केही पनि। के छ त भन्दाखेरि श्रीमान श्रीमती सामाजिक विद्रोह गरेर भागेर हाम्रो समाजमा भए जस्तै जातपात नमिले पछाडि भाग विवाह गर्छन्। त्यसै गरी उनीहरूले भाग विवाह गरे, एउटा कुनै गाउँमा गएर बस्न थाले। बस्दाखेरि चाहिँ सुरुका केही दिन केही महिना राम्रै भयो। उनीहरूले विवाह गरे एउटा ठक कहाँ भन्दाखेरि जजलाई, एकदम ओल्ड वाइट जज थियो एकजना, ऊ जजको सहयोगमा उनीहरूले विवाह त गरिसके पछाडि चाहिँ उनीहरूले गरी खान थाले। केही महिना त राम्रै चल्यो, समस्या भएन। तर 6 महिना नबित्दै उनीहरूमा अलिकति किसिमको क्लास, द्वन्द्व सुरु भयो। श्रीमानले श्रीमतीलाई आरोप लाउने, तिमीलाई पैसा कमाएर ल्याइदिन्छु, तिमी बजारतिर जान्छौ, योसँग कुरा गर्छौ, त्योसँग कुरा गर्छौ, अनावश्यक कुरा गर्छौ, टाइम खर्च गर्छौ भन्ने। पैसा पनि अनावश्यक खर्च गर्छौ, पैसाको माया गर्दैन तिमीले, पैसालाई यसरी जोगाउनु पर्छ भन्ने। त श्रीमतीले चाहिँ मैले आवश्यक परेको बेला मात्रै खर्च गरेको छु, अरू पैसा पनि जोगाएर राखेकै छु। अनि हुँदा हुँदा यति झगडा हुन थाल्यो कि उनीहरू एउटै घरमा बस्दा बस्दै पनि, एउटै बेड सेयर गरेर बस्दा बस्दै पनि एकदमै उनीहरू एक अर्काप्रति एकदम यति वितृष्ट भइसकेको थिए, यति त्यसले के भनौँ, उनीहरू मिसअन्डरस्ट्यान्डिङ भइसकेको थियो कि एउटै बेडमा सुत्दा पनि देवर लाइक स्ट्रेन्जर्स के, अन्जान व्यक्ति जस्तै आउने सुत्ने। श्रीमान पनि आउँथ्यो, खाना खाने, फुत्त फाल्ने थालहरू, गाली गर्ने, बुढीलाई रक्सी खाएर आउने। अनि बुढीले पनि गाली गर्ने, तिमी चाहिँ जान्छौ कहाँ कहाँ के काम गर्छौ, रक्सी खाएर आउँछौ, मलाई गाली गर्छौ, यो राम्रो त होइन नि भन्दाखेरि एकदमै अब किन होला उनीहरूको बिच झगडा सुरु भयो। अब श्रीमती बिचरा पीडित छ, उसँग कुनै शब्द छैन, के भनौँ नभनौँ, फकाउन खोज्छ, मान्दैन। रुन्थे बिचरा, घर पनि दिनभरि रुने। श्रीमान आएको बेलामा पकाएर दिन्थ्यो, तर श्रीमान केही नबोलिकन खान्थे, गुब्लुक्क सुत्थ्यो। कैयौँ दिन भइसके बोलचाल थिएन, कैयौँ हप्ता भइसक्यो। अन्तमा चाहिँ अब श्रीमतीले के सोचे त भन्दाखेरि अब म योसँग बस्ने छैन, मेरो लाइफ ध्वस्त हुने भयो, बर्बाद हुने भयो। एक त समाजबाट विद्रोह गरेर आएको थिएँ, अब यस्तो अवस्थामा म कसरी के गर्नु नगर्नु। र पनि आँट गरेर ऊ चाहिँ फेरि जुन जजले उनीहरूको विवाह गराइदिएको थियो, ओल्ड वाइट जज, एकदम बुढो तर एकदम ज्ञानी न्यायाधीश, काम गएछ, रुँदै गएछ, नमस्ते गरेछन्, रुँदैछ बिचरा। यसो हेर्दाखेरि के भयो तिमीलाई, किन रोकी? मैले त 6 महिना पनि भएको छैन होला कि 6 महिना भयो तिमीहरूको विवाह गरिदिएको, के भयो त, किन रोको आज भन्दाखेरि, हेर्नुहोस् न जज साहब, मलाई श्रीमानले एकदम गाली गर्छ, कहिलेकाहीँ त पिट्छ पनि, त्यति मात्रै कहाँ हो र। जहिले पनि जहिले पनि रक्सी खाएर आउने, मलाई गाली गर्ने। खासमा चाहिँ के भयो त्यो भन न भन्दाखेरि, हो म सहरतिर जान्छु, सामान किन्न जान्छु, अनि मलाई आरोप लाउँछ, अनावश्यक कुरा गरेर बस्छु, योसँग कुरा गर्छु, त्योसँग कुरा गर्छु, पैसा खर्च गर्छु, म दुःख गरी कमाउँछु, पैसाले जोगाउनु पर्छ भन्छ मलाई। मलाई जसले पनि गाली गर्छ, जब मैले खर्च गरेकै हुँदैन, पैसा जोगाएर राखेको हुन्छु परिवारको लागि, भोलि पर्सि बच्चा बाबुबाट हामीलाई चाहिन्छ, परिवार राम्रो चलाउनु पर्छ, हामी सामाजिक विद्रोह गरेर बिहे गरेका थियौँ, र पनि मलाई गाली गर्छ। अनि तिमी पनि त गाली गरे होला नि त भन्दाखेरि, रिस उठे बेला भनिदिन्छु नि म, त पनि रक्सी खाएर आउँछस्, हल्ला गर्दै हिँड्छस्, कोसँग कुरा गर्दै हिँड्छस्, अरू कुरा सुन्छस्, अनि के भयो त?
अनि हेर्नु जज साहब कति दिन भइसक्यो, हप्तो भइसक्यो, बोलचाल छैन। घरमा आउनुहुन्छ, फालफुत्त फालिदिनुहुन्छ, केही नै गर्नुहुन्न, बोल्दा नि बोल्दैन। बिहानै उठेर हिँड्नुहुन्छ, कता जानुहुन्छ थाहा छैन, आउनुहुन्छ त्यत्तिकै त्यस्तै भयो। म दिनभरि रोएर बस्छु, अर्काको गाउँ, नयाँ ठाउँ, धेरै साथी बनाइसकेको छैन पनि। के गर्नु, मलाई एकदम पीडा भयो। ल जसले भन्यो के गर्नु, ल भन त। जज साहब, मेरो सम्बन्ध विच्छेद गरिदिनुहोस्, डिभोर्स दिनुहोस् भन्छ। ला, भर्खर त 6 महिना भएको तिमीहरूलाई। 6 महिना हुँदाखेरि पनि यस्तो हुन्छ तिमीहरूलाई? होइन, मलाई डिभोर्स नै चाहिन्छ, मलाई डिभोर्स गराइदिनुहोस् भन्दाखेरि, "उम्, तिमी आफ्नो श्रीमानलाई पहिलेको जस्तै पाउन चाहन्छौ त?" हजुर, म त पहिले जस्तो श्रीमान, पहिलेकै श्रीमान पाए भए त म एकदम खुसी साथ स्वीकार्छु भन्छ क्या। मसँग एउटा दबाई छ, त्यो म दिन्छु, भन्नुहोस् त मलाई कति पैसा दिनुपर्छ, म पैसा तिरेर लान्छु भन्छ। तर होइन, मैले त अब म त बुढो भइसकेँ, जडीबुटी ल्याउनु पर्छ, बनाउनु पर्छ, इन्ग्रेडिएन्टले चाहिँ सबै सामान चाहिन्छ, सबै जडीबुटी छ, तर एउटा बुटी छैन त्यसको लागि। के भन्नुहोस् त? सिंहको पुच्छरको जिउँदो, त्यो पनि जिउँदो, जिउँदो सिंहको पुच्छरको एउटा रौँ चाहिन्छ त्यो औषधि बनाउनलाई। कसरी ल्याउने त्यो त मलाई थाहा छैन। अब एउटा कुरा, तिमीलाई औषधि चाहिन्छ भने दुइटा काम गर्नुपर्छ। एउटा एकदमै गाह्रो काम, अर्को सजिलो काम। म दुइटै काम गर्न तयार छु। ल अघि बढ्ने जस्तै तिमीले एउटा सिंहको पुच्छरको एउटा रौ ल्याइदेऊ, त्यो जिउँदो सिंहको, अनि त्यसबाट म दबाई भनेर तिमीलाई दिन्छु। त्यो दबाई श्रीमानलाई खुवाउनु, खाएपछि तिमीहरूको झगडा के हुन्छ, साम्य हुन्छ। कहाँ पाइन्छ हजुर त्यो सिंह? खै, अब म बुढो मान्छे, अब त्यो सुने त्यो पर जङ्गलको गुफा छ अरे, त्यो गुफामा एउटा सिंह छ, जाऊ त्यहाँ, कसरी हुन्छ त? जिउँदो सिंहको चाहियो, मरेकोले हुँदैन। हस् हजुर भनेर श्रीमती चाहिँ भोलिपल्ट गएछस् त्यो गुफातिर हेर्नलाई। जङ्गलमा गएछ, यसो हेरेको त निकै परबाट शेर गर्जिँदै बाहिर आयो। यसो सबैतिर हेऱ्यो, पुच्छर हलायो, फेरि गुफाभित्र पस्यो। जबकि श्रीमती बिचरा 2 किलोमिटर परबाट हेरिरहेको थियो। अब 2 किलोमिटर परबाट हेर्दाखेरि सातो गएको क्या। ला, यस्तो डर लाग्दो सिंहलाई म कसरी उसको पुच्छरबाट निकाल्ने, कसरी फकाउँछु? मसँग त हिम्मत छैन। गरायो, श्रीमानको त्यही अवस्था, गाली गर्छ, खाना खाएर फालफुत्त फालिदिन्छ, खानाको प्रशंसा पनि गर्दैन, जसरी मिठो पकाए पनि केही मान्दै मान्दैन। अब अन्तिममा के गर्ने त भन्दाखेरि, होइन जसरी पनि अब मैले औषधि ल्याउनु पर्छ भनेर चाहिँ भोलिपल्ट उसले अलिकति मासु किनेछ। अनि मासु किनेर गएर सिंह गुफाभित्र बसेको बेलामा गुफाको मुखमा गएर मासु राख्दैछ, भागेछ आफू। भागेर चाहिँ 1 किलोमिटर पर आएर यसो डगर्दा हेर्छ क्या सिंहलाई, यसो हेर्छ। एकछिनमा सिंह आयो, गर्जियो, देखो मासु पुट्ट, वाउ भन्ने, उसले कपाकप मासु खायो। फेरि एक फन्को लायो, फर्केर फेरि गुफाभित्र छिर्यो। हामी त, उसको मुटु टुटु भइरहेको थियो, तर उसले दिएको मासु खाएकोले गर्दाखेरि अलिकति राहत भयो। भोलिपल्ट फेरि त्यतिकै मासु किनेर गएर गुफामा गएर फेरि राखिदियो। अनि नेक्स्ट डे त के गर्यो भन्दाखेरि आधा किलोमिटर के, पहिले 1 किलोमिटर थियो, अब अलिक नजिक गयो क्या। भोलिपल्ट पनि सिंह त्यस्तै गरी आयो, मासु खायो, फेरि भित्र गयो। हुँदा 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 के गर्यो भन्दाखेरि त्यो आइमाईले त हातले खुवाउन सक्ने पनि भयो, किनकि सिंहलाई थाहा भयो यो मान्छे नराम्रो छैन, यसले मलाई मासु दिइरहेछ, मलाई खानेकुरा दिइरहेछ, म प्रति क्रुर हुनु हुँदैन भनेर चाहिँ उसले जिउ पनि छुन दियो, मासु खान्थ्यो, मासु खुवाइदिन्थ्यो, यस्तो जिउ चलाउँदै चलाउँदै आउँथ्यो। कैयौँ दिनसम्म मासु खुवाउँदा खुवाउँदा एकदिन के गर्यो भन्दाखेरि त्यो आइमाईले मासु खान दियो,
बिस्तारै पछाडिपट्टि गयो, पुच्छरतिर गयो, पुच्छरको एउटा रौँ टक्क समात्यो, फुत्त तान्यो, हाइन द सिङ, एउटा स्क्रिङ अफ हेयर। बिस्तारै बिस्तारै अब सिंह त भित्र गयो नि त, त्यहाँबाट गुट्टु टुट्टु कुद्दै आयो जजको छेउमा। जज साहब, मैले तपाईँले भन्नुभएको एउटा जिउँदो सिंहको पुच्छरको रौँ ल्याएको छु, मलाई छिटो औषधि दिनुहोस्, म श्रीमानलाई खुवाउँछु र पुरानो श्रीमान म पाउन चाहन्छु, पुरानो अवस्थाको। ला, ल्यायो त, ल्याएँ, कसरी ल्यायो? मैले यसो यसो गरेँ, यसो गरेँ अनि ल्याएँ, तर मसँग त औषधि छैन त। ला, के भन्नुभएको तपाईँले? यति दुःख गरी ल्याएको छु र यतिखेर तपाईँ छैन भन्नुहुन्छ? तपाईँ कस्तो मान्छे भन्दाखेरि, मैले तिमीलाई सुरुमै भनेको थिएँ, तिमीले एउटा एकदमै गाह्रो काम गर्नुपर्छ र एउटा सजिलो काम गर्नुपर्छ। तिमीले एकदम गाह्रो काम गर्यौ, त्यो काम कसैले गर्न सक्दैन हतपति। तिमीले सिंहको, त्यो पनि जिउँदो सिंहको पुच्छरको एउटा रौँ निकालेर ल्यायो, त्यो एकदमै गाह्रो काम हो। अब सजिलो काम भन्छु, त्यो भनेको तिमीले आफ्नो श्रीमानलाई फकाऊ, कन्भिन्स गर, मोटिभेट गर। ऊ सिंह त होइन, सिंहलाई जब तिमी फकाउन सक्छौ भने तिम्रो श्रीमान त तिमीलाई माया गरेर तिमीसँग बिहे गरेको हो नि त। त्यसले गर्दाखेरि आफ्नो श्रीमानलाई गएर फकाऊ, ऊ मान्छ अवश्य, तिम्रो कुरा अवश्य सुन्छ, उसको कुरा पनि तिमीले सुन्नुपर्छ भन्दाखेरि त्यो महिला विचार विचार गर्यो, हो रहेछ, त्यस्तो गाह्रो काम त गरे भने श्रीमानलाई फकाउनु कुन कुरा हो भनेर चाहिँ एउटा मनमा दृढ विश्वास लिएर चाहिँ घरतिर लाग्यो। यो एउटा कथा मायाको, सङ्घर्षको, परिवारको र एउटा सामाजिक संस्कारको। मलाई विश्वास छ कथा मन पर्यो होला। थ्याङ्क यू।